सो लाइक अब चाहिँ हामी यहाँ फिल्टर मेथड बनाउनु आँटेको। त्यसमा चाहिँ के गरेको छौँ भन्दा मैले सुरुमा हामी सबै त्यो कलेक्ट गर्छौँ। हामी सबै भेरिएबल हुन्छ नि हो त्यो भेरिएबलमा हामी आइडीलाई कल गर्छौँ, आइडीलाई बोलाउँछौँ होइन, आइडीलाई कल गर्छौँ। सुरुमा हामी त्यति गरिसक्छौँ। सो अब हामीले इनिसियली पेज मैले 1 दिएँ किनभने हामीलाई त्यहाँ रेन्डर 1 गराउनु थियो होइन। पेज हामीले 1 दिएँ अनि यसमा अब एसिङ फङ्सन युज गरेको छौँ हामीले। एसिङ फङ्सन हाम्रो यो प्रमिसेसहरू ह्यान्डल गर्नुको लागि हामीले युज गरेको छौँ। सो अब यहाँ के गरेको छु भन्दा मैले एसिङ फङ्सनमा सर्च इमेज भन्ने मैले फङ्सनको नाम दिएको छु होइन। अनि त्यसपछि अब कन्स दिएर हामी यसमा चाहिँ सुरुमा के गर्छौँ भन्दा अब इनपुटको डाटा होइन, अब युजरले के इनपुटमा के लेख्यो अब हामीलाई त्यसको भ्यालु चाहिरहेको छ। सो हामी त्यसको हामी भ्यालु लिन्छौँ सुरुमै सर्च इनपुट डट भ्यालु गरेर। अनि अब मैले यहाँ गएर मैले माथि एक्सेस की लेख्नु पर्ने थियो तर मैले त्यो बिर्सेँ। सो म यहाँबाट अब पेस्ट गर्छु यहाँ क्लिपबोर्डबाट। एन्ड भइसकेपछि अब मैले चाहिँ यहाँ फेरि युआरएल अब मैले पेस्ट गर्नुपर्ने हुन्छ। सो यहाँ आएर मैले युआरएललाई पनि फेरि पेस्ट गरेको छु। एन्ड देन त्यसपछि अब कन्स अब यो युआरएललाई चाहिँ अब के गर्नुपर्छ भन्दा अवेट फेचमा लग्नु पर्ने हुन्छ। सो युआरएललाई चाहिँ म अवेट अनि फेच अनि इनसाइड द प्यारान्थेसिस म यसमा युआरएल लेख्छु। अनि त्यसपछि अब यसलाई चाहिँ मैले रेस्पोन्समा कन्भर्ट गर्नुपर्ने हुन्छ, आई मिन जेसनमा लग्नु पर्ने हुन्छ। सो त्यसको लागि अवेट रेस्पोन्स डट जेसन गर्छु म यसमा। त्यसपछि अब चाहिँ इफ स्टेटमेन्ट चाहिँ हामी इफ पेज होइन पेज इक्वल टु 1 छ भने चाहिँ हाम्रो के नदेखा भन्दा हाम्रो सर्च रिजल्ट होइन, सर्च रिजल्ट हाम्रो हाम्रो सर्च रिजल्टको इनर एचडिएमएलमा चाहिँ हामी सर्च रिजल्टमा चाहिँ एचडिएमएलमा चाहिँ त्यो नदेखा है त। इनिसियली सुरुमा चाहिँ नदेखा भनेको है त, के सर्च गर्छौँ अनि त्यो बद्लिन्छ अनि चाहिँ देखा भनेको इनिसियली नदेखा। अनि त्यसपछि अब हामी यो कन्स डाटा लेख्नु पर्ने। सो यहाँ अब कन्स रिजल्टमा चाहिँ अब हामी यो डाटाबाट चाहिँ यो डाटाको हाम्रो यो रेस्पोन्सबाट चाहिँ अब हामी यहाँ रिजल्ट्स लिन्छौँ। रिजल्ट भने हामी डाटा लिन्छौँ ओके। सो त्यसपछि अब हामी यहाँ डम इलिमेन्टको लागि गर्छौँ। सो डम इलिमेन्टमा भनेपछि हामी एचटिएमएलमा अब रेन्डर गर्छौँ हामी यो कुराहरू। सो सुरुमा कन्स्ट इमेज ऱ्यापरले हामी अब एउटा डिभ क्रिएट गर्छौँ, डकुमेन्ट डट क्रिएट एलिमेन्ट अनि डिभ। अनि त्यो डिभको चाहिँ फेरि म क्लास नेम पनि दिन्छु। सो क्लास लिस्ट डट एड गरेर अब त्यो डिभको नाम चाहिँ अब यहाँ हाम्रो मैले सिएसएसमा अलरेडी डिफाइन गरिसकेको छु त्यो डिभको नाम। सो एकचोटि म गएर त्यहाँ गएर मैले हेर्नुपर्ने हुन्छ यो ठिक पनि छ कि छैन। सो यहाँ गएर म हेर्छु सिएसएसमा गएर। यहाँ रहेको छ सर्च हाइफेन रिजल्ट भनेर। सो यसलाई कपी गर्छु म अनि कपी गरेपछि यहाँ आएर अब पेस्ट गरिदिन्छु म। यहाँ आएर अब डटलाई काटिदिनु पऱ्यो ओके। त्यसपछि अब हामी एउटा इमेज बनाउँछौँ। इमेज भन्ने एलिमेन्ट बनाउँछौँ हामी होइन। त्यो इमेज अब
इमेजमा चाहियो हामीलाई, अब त्यो इमेज रेन्डर गर्नु पऱ्यो। अब हामी इमेज बनाउँछौँ, इमेजको एलिमेन्ट बनाउँछौँ। अनि त्यसपछि इमेजमा चाहिँ अब सर्चमा त हाम्रो सर्च कोडहरू अनि त्यो फोटोको त्यो हालेर अनि त्यो रेन्डर हुन्छ। सो सर्चमा चाहिँ हामी रिजल्ट्सबाट आएको युआरएलको स्मल त्यो चाहिँ रहेको छ, त्यसमा गएर हामी त्यहाँबाट लिन्छौँ। र एल र इमेज अल्टमा चाहिँ अब हामी रिजल्ट एलको हामी डिस्क्रिप्सन्स है त, एलटीको डिस्क्रिप्सन्सहरू लिन्छौँ। सायद क्यापिटल डी हुन्छ, यस यस क्यापिटल डी नै हुन्छ। सायद सर्ट अब हामी कन्स्ट इमेज लिङ्क पनि क्रिएट गर्छौँ। कन्स्ट इमेज लिङ्कमा चाहिँ अब हामी हाइपर लिङ्क होइन, एङ्कर ट्याग हामी एलिमेन्ट क्रिएट गर्छौँ सुरुमा। त्यसपछि इमेज लिङ्क डट दिएर हामी एचएलएफमा चाहिँ हामी यसमा चाहिँ फेरि रिजल्टको हामी एचएलएफ डट एचडिएमएल गर्छौँ हामी यसमा, लिङ्क्स डट एचडिएमएल है त। अनि अब त्यसपछि रहेको छ अब हाम्रो इमेज। सो इमेज लिङ्कमा चाहिँ अब हाम्रो टार्गेट चाहिँ अब हाम्रो के हुनु पऱ्यो, टार्गेट चाहिँ अब हाम्रो ब्ल्याङ्क हुनु पऱ्यो। सो ब्ल्याङ्कको लागि अन्डरस्कोर अनि डबल स्ट्रिङ अनि ब्ल्याङ्क। अब त्यसपछि रहेको छ अब हाम्रो इमेज टेस्ट कन्टेन्ट। अनि त्यसमा चाहिँ अब हामीले इमेजको टेस्ट कन्टेन्टमा अब हामीलाई त्यो टेस्ट कन्टेन्ट चाहिँ हाम्रो के रहोस् भन्ने हाम्रो रिजल्ट डट एएलटी अनि अन्डरस्कोर डिस्क्रिप्सन। इमेज ऱ्यापरमा अब हामीले अब यसलाई एपेन्ड गर्नुपर्ने हुन्छ। सो इमेज ऱ्यापरलाई एपेन्ड चालु गर्छु, डबल कपी गरेँ मैले, दुईचोटि गर्नुपर्ने हुन्छ। सो सुरुमा चाहिँ अब हामी इमेज भन्ने एपेन्ड गर्छौँ, अनि अर्कोमा चाहिँ अब हामी इमेज लिङ्क एपेन्ड गर्छौँ। अनि अब यो इमेज ऱ्यापरलाई चाहिँ कहाँ एपेन्ड गर्छौँ भन्दा हामी यसलाई सर्च रिजल्टको इलिमेन्टमा अब हामी यसलाई इमेज ऱ्यापरलाई एपेन्ड गरिदिन्छौँ। त्यो डिप चाहिँ त्यहाँ गएर हाम्रो एपेन्ड हो भनेको है त। आई मिन यो इमेजको डिप चाहिँ गएर त्यहाँ माथिको हाम्रो एचडिएमएलको त्यो हामीले जे थियो क्रिएट गरेको थियौँ डिपको त्यहाँ गएर एपेन्ड हो भनेको। अनि मोस्ट इम्पोर्टेन्ट थिङ्स मैले बिर्सिरहेको थिएँ, मैले यहाँ हाम्रो फिल्टर अरे फोर इच गर्ने बिर्सिरहेको थिएँ मैले। त्यो हाम्रो युआरएलबाट आएको रेस्पोन्सबाट आएको हामीले त्यो कुरालाई हरेकमा लुप थ्रु जान्छ। अनि त्यो लुप थ्रु गएपछि त्यो हरेकमा त्यसलाई चाहिने इमेजको अरू भ्यालुहरू त्यो आउँछ है त। सो मैले त्यहाँ फोर इच लाउनु बिर्सिरहेको थिएँ। फोर इच पनि लाउँदा हुन्छ, म्याप पनि लाउँदा हुन्छ, हामीलाई त्यसको लुप थ्रु जानुपर्ने हुन्छ है त। यहाँ मैले अब पेजलाई इन्क्रिमेन्ट गरिदिन्छु। यो सिद्धि यो 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 फङ्सन हुँदा चाहिँ हाम्रो पेज 1+ हो है त, 1+ हो भनेको यो फेरि भिएस कोडको गाइस लेट मी फिक्स दिस फर्स्ट। हुँदैन, यो प्रब्लम आउनसक्छ कहिलेकाहीँ, मसँग अलिक धेरै आउँछ आजकल। ओके सो भयो। एन्ड देन अब त्यसपछि अब हामी यो इन्क्रिमेन्ट हुँदा चाहिँ अब यो 1 थियो, अब 2मा पुग्दा चाहिँ अब पेज इज ग्रेटर देन 1 है त। 1 छ भने चाहिँ अब चाहिँ हाम्रो यसमा एपेन्ड गराइदियो त, आई मिन त्यसमा डिस्प्ले ब्लक गराइदियो, त्यसमा त्यो एचडिएमएलमा चाहिँ देखाइदियो भनेको है त। त्यसको लागि चाहिँ हाम्रो सर्च मोर इलिमेन्ट स्टाइल डट सो मोर इलिमेन्ट स्टाइल डट डिस्प्लेमा चाहिँ हामी ब्लक गरिदिन्छौँ। यो छ भने त्यो हाम्रो मुनिको चाहिँ आई मिन त्यो छ भने चाहिँ हाम्रो मुनिको छ नि त्यो सर्च बटन चाहिँ अब चाहिँ देखाइदियो है त, त्यो भनेको छु यहाँबाट पेज 1भन्दा ठुलो छ भने। ओके सो अब हामी फर्म इलिमेन्टको एड इभेन्ट लिस्टमा लिन्छौँ। अनि फर्म भन्ने अगाडि हामीले कल गरिसकेको थियौँ भेरिएबलमा, त्यहाँ गएर सबमिटको भन्ने लिन्छौँ। अनि यहाँ अब हाम्रो के गर्छौँ भन्दा एउटा इभेन्ट क्रिएट गर्छौँ। अब त्यो गर्दाखेरि चाहिँ हाम्रो सबमिट गर्दाखेरि चाहिँ इभेन्ट जाओस् है त। सो इभेन्ट चाहिँ अब
प्रिभेन्ट डिफल्ट हुन्छ है त। प्रिभेन्ट चाहिँ अब हाम्रो ई डट प्रिभेन्ट डिफल्ट हुन्छ। अनि त्यसपछि अब हामी यो हुँदा चाहिँ अब हाम्रो पेजलाई चाहिँ के गरिदियो भन्दा पेजलाई फेरि वन गरिदियो है त। सबमिट गर्दाखेरि पेजलाई वन गरिदियो। अनि सर्च इमेज भन्ने फेरि रहनु। अनि सर्च इमेज भन्ने हाम्रो फङ्सन रहनु। र त्यो सो मोर बटन त्यो मुनिको होइन, त्यो मुनिको बटनमा चाहिँ क्लिक गर्दाखेरि चाहिँ हाम्रो के होस् भन्दा फङ्सन कल होस् र त्यो फङ्सनमा चाहिँ अब फेरि हाम्रो सर्च इमेज भन्ने फङ्सन कल होस् है त। यही रहेको छ। आई थिङ्क लाइक केही सानो प्रब्लमहरू पक्कै पनि हुनसक्छ। या लेट मी चेक फर्स्ट है त। यहाँ आएर हेर्छौँ, केही लेख्छौँ हामी, क्याट भनेर लेख्छौँ बिकज आई लभ क्याट। ओके सो गर्छौँ, आएन। कन्सोलमा गएर हेर्छौँ हाम्रो यहाँ के मिस्टेक छ भन्दा एउटा एचडिएमएलमा आउँथ्यो छ भनेपछि। सो या मैले यहाँ के बिर्सिरहेको थिएँ भन्दा नि मैले यहाँ यसलाई यस्तो गरिदिनु पर्छ, इफ पेज इज इक्वल टु यस्तो गरेर सर्च रिजल्टको चाहिँ त्यो गरेर दियो भन्नुपर्छ। अनि मैले यहाँ मेन कुरा पहिले सिलेक्ट गरेँ, अनि यो आइडी हो कि क्लास हो त्यो मैले डिफाइन गरेको थिएँ। सो यहाँ क्लास भनेदेखि अनि यहाँ यु क्यान सी हेयर इज अ ह्यान्डसम क्याट pictures right in front of you. I mean, you can have a look of this beautiful or this handsome cat. So I hope that you guys get it. I guess बुझिसक्नु भयो होला. So yeah, that's it and bye for today. So you can sort whatever images. I like this one by the way. Kind of funny. So let's drag it over here. I think I should drag it. Where is my going to drag on the button? Yeah. Bye, guys. I mean, bye, guys.